उहाँको मम्मी हजुर अब नराम्रो सुनाउनु अब राम्रो राम्रो सुनाउनु त्यस्तो बुढा बुढा नसुनाउनु बुढा बुढा नसुनाउनु किन बुढा बुढा हुनेको मन लाग्छ फेरि रुनको मन लाग्छ किन रुन मन लाग्छ रुनुहुन्न नि त ल एउटा कहानी भन्छु नि त एउटा एकादेशमा एउटा डेलिन्स थियो डेलिन्स भन्ने एउटा छोरो थियो अनि तिम्रो होइन अनि उसको चाहिँ बाबा मम्मी पनि थिए अनि डेलिन्स पनि थियो अनि बुबा आमा पनि थिए होइन अनि डेलिन्स चाहिँ सानै थियो 3 वर्ष जत्रो हुन लाग्दाखेरि उसको बाबा मम्मी चाहिँ विदेश जानुभयो होइन विदेश जानुभयो उसलाई चाहिँ ठुलो मामकोमा छोडेर विदेश जानुभयो अनि उसको बाबा मम्मीहरू त विदेशबाट आउँदाखेरि त छोरो त खालि मोबाइल मात्र हेर्ने मोबाइल मात्र चलाउने आफ्नो मम्मीको पनि माया नगर्ने अब पखानु पखा एकछिन कहानी त पखा नाम त तिम्रो हो अनि त्यसको पछि मम्मी बाबा ठुलो मम्मी त जोड्केर मेहन छ अनि आएपछि झन् म त मोबाइल हेर्छु कान लाग्छ हाम्रो त यस्तै छोयो चेन्ज गर्नु चेन्ज गर्नु तिम्रो अस्ति छ कहानी तिम्रो कहानी नै सुन न म भन्छु तिम्रो कहानी होइन यो सुन अनिखेर यस्तै जबरजस्ती अनि त्यो डेलिन्स भन्ने चाहिँ त्यो छोरा चाहिँ होइन अनि मम्मी विदेशबाट 3 वर्ष पछाडि आउनुभएको रे अनि 3 वर्ष पछि आउँदाखेरि त ऊ त ठुलो भएको रहेछ होइन अनि ऊ त ठुलो भएपछि नि मम्मीलाई खासै काममा हेल्प पनि खासै नगर्दो रहेछ रे खालि हिँडेको हिँडेर त तिमी नै बस्छौ सुन उठ उठ एकचोटि उठ कहानी सुनि भयो उठ नभए म नसुन्ने अनि सुन न अलिकति सुन अब थोरै लाग्छ अनि मम्मीसँग आउन अनि तर मम्मीलाई माया चाहिँ गर्छु भन्ने होइन तर कता एकैछिनमा कहाँ पुग्ने हिँडेर एकछिन घरै नबस्ने खालि हिँडेको गर्ने मम्मीलाई त कति धेरै दुःख दिने के कति धेरै दुःख दिने अनि त्यस पछाडि अनि उसले चाहिँ अनि भन्न चाहिँ अब मम्मीलाई मम्मी हजुर विदेश जानु भनेर विदेश जानु भनेर फेरि अर्कोचोटि नि विदेश जानु भनेको छ अरे होइन पेरेन्ट्सले अनि म एक्लै बस्छु चिन्ता नगर्नु मेरो म मोबाइल पनि हेर्दिनँ अब म ज्ञानी हुन्छु ल नसुन्ने म तपाईँ बुबाको एकछिन पखानु ल एकछिन पनि एउटा भन्दैछु त अनि डेलिन्सले चाहिँ मामुलाई मामु हजुर राम्रोसँगले बस्छु राम्रोसँगले काम गर्छु म यहाँ ज्ञानी भएर बस्छु म अब के अरे ल ज्ञानी बस्नु नराम्रो हो ज्ञानी भएर बस्छु म मोबाइल पनि हेर्दिनँ राम्रोसँगले पढ्छु फोनमा पनि राम्रोसँगले बोल्छु म अब त्यसरी हिँडेको गर्दिनँ म कसैलाई पनि दुःख दिन्न अब म थोरै काम ठुलोमामलाई नि सघाउँछु चरीकोटमा हुँदा यहाँ आउँदा बुवा आमालाई नि सघाउँछु अनि हजुर आएपछि म हजुरलाई पुरै काम सघाउँछु भनेर भन्यो रे डेलिन्सले त धोका दिएर अनि नेक्स्ट टाइम अनि मामु उसको मामु र बाबा चाहिँ फेरि 1.5 इयर्समा पछि चाहिँ आए रे 1.5 वर्ष पछि आए रे आइसके पछाडि त छोरो ठुलो भएको रहेछ अरे होइन अनि छोरोले त मम्मीको नाना पनि धोइदिएको बाबाको नाना पनि धोइदिएको अनि खाना पनि बनाएर दिएको रे डेलिन्सले त दियो अरे अनि मम्मी बाबा त खुसी हुँदै छोरोलाई कति माया गरे रे भाडा नि मैले रे काहीँ पनि नहिँदो रहेछ अरे खालि पढेर मात्रै बस्दो रहेछ अरे होइन मोबाइल पनि हेर्दो रहेछ अरे मोबाइल त उसले मामु मलाई त मोबाइल चाहिँदैन म त ठुलो भएपछि मलाई चाहियो भनेदेखि म हजुरलाई भन्छु नत्र मलाई चाहिँदैन अहिले मोबाइल किन चाहियो र मलाई अहिले भनेर भन्छ अरे
मोबाइल त हेर्दैन अरे ऊ त मोबाइल अरूहरूले हेऱ्यो भने पनि यस्तो हेर्नु हुँदैन यो त सानो बच्चाले हेर्ने कुरा हो सानो बच्चाले हेर्नु हुँदैन यो त कसैले पनि हेर्नु हुँदैन यो त आँखा बिग्रिन्छ यसको यो मोबाइलबाट आएको लाइट आँखाको लागि राम्रो होइन भनेर त्यस्तो भन्थ्यो अरे पेरेन्ट्सले त Thank you very much.